हेलो साथीहरू नमस्कार। हजुरलाई टेक्निकल विमलमा स्वागत छ। आज पनि टेक्निकल सम्बन्धित भिडियो लिएर उपस्थित भइसकेको छु। टेक्निकल सम्बन्धित भिडियोहरू हजुरलाई कतिको मनपर्छ? टेक्निकल भिडियो नयाँ भिडियो हेर्नको लागि मेरो युट्युब च्यानल सब्स्क्राइबर गरिदिनु होला, लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। म भिडियोतर्फ लागे स्क्रिनमा भिडियो सुरुदेखि लास्टसम्म हेर्नु होला। नबुझेको कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला। आइफोनमा अल डाटा अल कन्ट्याक्ट रिसेट कसरी गर्ने तपाईहरुलाई आउँदैन भने म सिकाउँदैछु। सर्वप्रथम सेटिङमा जानु, सेटिङमा गएपछि जेनरलमा जानु, त्यसपछि स्क्रोल गर्नु, स्क्रोल गएपछि ट्रान्सफर फर रिसेट आइफोन भन्ने देखाएको छ, हो त्यसमा टच गर्नु। त्यसपछि यहाँ दुईटा तीनटा अप्सन दिएको हुन्छ, रिसेट अल कन्ट्याक्ट एन्ड सेटिङ भनेको छ। तपाईले कस्तो रिसेट गर्न चाहनुहुन्छ? पुरै फोन रिसेट गरेर तपाईको नयाँ फोन बनाउन चाहनुहुन्छ भने अल कन्ट्याक्ट एन्ड सेटिङमा गएर रिसेट गर्न सक्नुहुन्छ। होइन भने तपाईले रिसेट मात्रै गर्नुहुन्छ, डाटाहरु कुन गर्न सक्नुहुन्छ। अल सेटिङ छ, अल नेटवर्क छ, अल किबोर्ड छ, हो यस्तै गरेर तपाईले आइफोन फोन सेटिङ फोन रिसेट गर्न सक्नुहुन्छ।